नमस्ते नमस्ते शुभ बिहानी। यो अहिले म सुर्खेतमा छु। यो सुर्खेत बजार हो। हजुरहरूलाई जुन देखाइरहेको छु यो सुर्खेतको मेन बाटो मेन बाटो हो। यो जुन देख्न सक्नुहुन्छ। यो सुर्खेत बजार। मौसम सफा छैन, अलि उज्यालो लागेको छ। मौसम सफा भएको अति नै राम्रो देखिन्थ्यो, सुन्दर देखिन्थ्यो। राम्रो छ सुर्खेत बजार। यो सुर्खेतबाट फर्किँदाखेरिको यो बतासे डाँडो भन्दो रहेछ। यो निकुञ्ज एरिया पर्दो रहेछ यो साथी। यो रमाइलो रहेछ। यो नेपालगञ्ज सिटी भर्खर प्रवेश कोलपुर चोकबाट नेपालगञ्ज सिटी भर्खर प्रवेश गरेका छौँ। समय अलि मौसम अलि सफा नहुनाले अलि क्लियर रूपमा देखिएको छैन। आर्थिक मन्दीले गर्दाखेरि कुनै पनि ठाउँमा चाहिँ चहलपहल साह्रै कम्ती छ। आर्थिक मन्दी हो कि पैसा नभएर हो कि व्यापार नभएर हो कि कसो हो कि बुझ्नै सकिएन। तर चहलपहल खासै देखिएन। यहाँ पनि सबै कुरो सुनसान जस्तै छ। साह्रै मनपर्ने, साह्रै प्यारो, बिर्सनै नसकिने सिटी हो खास वास्तवमा। यो एउटा यो आत्मीयतासँग जोडिएको एउटा सिटी, नाताबाट जोडेको एउटा सिटी। अति नै रमणीय पनि छ, अति मायालु पनि छ फेरि यो सिटी। फेरि साथी केही भन्नु मन लाग्यो हजुर? आजभन्दा 3-4 साल पहिला मेरो भान्जाको बिहेको लागि चाहिँ म यहाँ लगभग 15-20 पल्ट गएको थिएँ। मेरो कुना काप्चा चाहिँ धेरै कुराहरू चाहिँ थाहा छ। भए पनि अहिले त उजाड देखियो आज, किन मौसमले गर्दा। तपाईँ त यो ठाउँमा धेरै पटक आइपुग्नु हो। यहाँको विशेषता के छ खास? विशेषता त आफन्तीहरू छन्। यो चाहिँ डाँडाघाट र कोलपुर चाहिँ मेरो 1 महिनाको अन्डरमा लगभग 15देखि 20 चोटि भयो होला। मेरो भान्जाको बिहा पनि यहाँबाट गरेको हो। तपाईँको भान्जाको बिहा यहाँ नेपालगञ्जबाटै भएको भएर आत्मीयतासँग जोडिएको एउटा आत्मीयता के यहाँ सबै चिजसँग जोडिएको छ। नसमा म भिजे जस्तो लाग्छ है। नेपालगञ्जलाई राम्रोसँग बुझ्नु भएको छ एकदमै रमाइलो लाग्छ मलाई। जे भने आज चाहिँ अलि उजाड, किन यो प्रदूषणको कारणले गर्दा त्यति मौसम अलिक सफा छैन, त्यति खुलेको चाहिँ छैन। नभए रमाइलो लाग्छ। रमाइलो छ है साथी यो नेपालगञ्ज सिटी। नेपालगञ्ज सिटी रमाइलो लाग्छ। यो अनि मौसम सफा भएको कति राम्रो देखिन्थ्यो होला कि है। होटल यो साइडको सिद्धार्थ होटल हाम्रो जनक भान्जाको यहाँ विवाह भएको चाहिँ अब के भन्छ मण्डप भएको ठाउँ। भान्जाले चाहिँ यहाँ दिनदिनै आएर दर्शन गर्नुपर्ने हुन्छ है। कता छन् हाम्रो भान्जाले हेऱ्यो भने। अनि त्यसपछिको कुरो चाहिँ अब चाहिँ यहाँ चाहिँ भद्रगोल छ। अलिकति यतातिर चाहिँ ट्राफिकमा चाहिँ भद्रगोल छ। रुल अलिकति यहाँका पब्लिकहरूले त्यति रुललाई फलो गर्दैनन्। अनि अलिकति केयरफुल चाहिँ हुनुपर्छ। रमाइलो लाग्छ मलाई। यसका आफ्नै विशेषता छ यो ठाउँ। लगभग हामी बोर्डरको नजिक पुग्यो भने साथी। अझ 5-7 किलोमिटर छ। एयरपोर्ट कट्यो हामी। एयरपोर्ट कट्यो, बोर्डर पुग्न 5 किलोमिटर
साथै रुबेडी बर्डरतिर हो जाँदै हो रुपडी बोर्डर हामी पुग्दैछौँ लगभग नजिक नजिक आइयो रुपडी बोर्डर एउटा लिनु अहिले चाहिँ तपाईँको यसलाई के भन्छ भने लन्दवा हावा के भन्छ र त्यसलाई लब्दवा टाढा पनि टिकापुर जाने भयो यो भित्रबाट नि यता बाटो छ टिकापुर जानलाई ए भनेपछि यो तल्लोबाट जाने भयो यो टिकापुर हामी तलबाट त्यहाँ लामो पुल छ है अहिले हामी फर्किने बेला रात पर्छ त्यो पुल हेर्न पाइन्न भनेर अहिले यताबाट गएर अनि ए लामो पुल भएको यतै हो यतै हो अनि त्यो चाहिँ यताबाट खजुरा हुँदै जान्छ भने त्यो भिनाजुको त्यो फिल्म हलतिर गुड चलाउनै पाएन होइन चल्नु पाएन भित्र खगरा साथी के छ भन्नुहोस् त अल्हम्दुलिल्लाह सब ठिक छ यो चोक आउला जानु पर्यो यता यस्तो गर्नु न फ्यामिलीलाई नि यसरी ग्यादरिङ गर्नु एकदम एकदम रमाइलो हुन्छ नि अब त्यो दिन पनि आउँछ छिटै यो नेपालगञ्जको मेन सिटी हेरि जाँदै हो यहाँभित्र पनि मार्केटहरू छ यता पनि मार्केट छ है यो चाहिँ एकदम सब मेनै हो यो अब हामी चाहिँ थोरै अगाडिबाट यता चाहिँ राइड लिन्छौँ राइड लिएर हामी चाहिँ उता जान्छौँ के टिकापुरतिर हो अगाडिको रेड लाइनबाट त्यो ठाउँको नाम चाहिँ त्यहाँ बोर्डबाट हो है ए के हो पुष्पलाल चोक यो चोकलाई पुष्पलाल चोक भन्दो रहेछ होइन भनेपछि यहाँबाट मोड छ होइन एउटा सिधै हो हामी जाने सिधै पुष्पलाल चोकी हो ए चोकलाई यो चोकलाई सालिकै रहेछ नि पुष्पलालको यो चाहिँ पुष्पलाल चोक रिक्सालाई पुरै बाटो नै ब्लक गर्छ है अबको रेड लाइटबाट हामी राइड लिन्छौँ ए अब आउने रेड लाइटबाट हामी चाहिँ राइड जान्छौँ होइन त्यहाँबाट हामी कता कहिलेको बाटो पक्रिन्छौँ होइन यबाट टिकापुर ए टिकापुर रेशम चौधरीको गाउँ होइन त्यहाँ चाहिँ रमाइलो एउटा के छ भने त्यहाँ बनानाका आइटमहरू धेरै पाइन्छन् केराको आइटम केराको भात केराको दाल केराको चटनी भने जस्तै सबै त्यस्तै आकार प्रायः जस्तो केराका आइटम अनि एउटा पार्क छ टिकापुर पार्क अहिले हामी चाहिँ ठ्याक्क भन्दाखेरि धम्बोजी चोक ए यो चोकले धम्बोजी चोक भन्छ होइन घरतिर हुनुहुन्छ अरू सब ठिक छ करे एकदम छोरी कता खै त छोरी कता हुनुहुन्छ हाम्रो साथीको फोन अब आइरहेको यहाँबाट चाहिँ तपाईँको सिधै गएपछि रुपडियाबाट गर्दै हुनुहुन्छ उहाँको यता गएपछि हामी चाहिँ टिकापुर है हामी कहीँ राइड गएपछि टिकापुर लाग्यो नि हामी राइड जाँदैछौँ होइन होइन यसो बाहिर हामी राइड लाग्दैछौँ एक्लै आउने भए आइसक्थेँ फ्यामिलीसित आउँछु है हामी यो बाटो टिकापुर खजुरातर्फ लाग्यो यता अब अगाडि गएपछि खजुरा गयो होइन हामी खजुरातर्फ लाग्छ 8 किलोमिटर जति होला यहाँको मार्केट नि यो बाटो चाहिँ दुईतर्फी पिच भएको छ पहिला यसो थिएन साथी थिएन के खजुरा रोड हुन्छ है साथीहरूलाई खजुरातिर जाने बाटो हो यो अनि अहिले चाहिँ अलि राम्रो पिच भएको छ बाटो पनि चाक्लो 4 लाइनको भएको छ यो चाहिँ एउटा प्लस पोइन्टको कुरो आयो आज चाहिँ मजा आउने भयो टिकापुर जानलाई जस्तै लाग्छ है मलाई यस्तै बाटो भनेपछि यो बाटो पहिला पनि हजुर जानुभएको थियो म हिँडिरहेको छु यहाँबाट धनगढी पनि जान्छ यो बाटो सिधै धनगढी पनि निक्लिन्छ टिकापुर धनगढी दुवै जता पनि जान्छ यो अब त्यसपछि चाहिँ के भन्नु फेरि आउनु भयो हाम्रो दुईटा दोस्तको साथमा घुम्न हिँडेको छ घुम्न हिँड्यो अलिकति टर्निङ बनाइदिएछ यो घरले गर्दाखेरि घरले गर्दा थोरै टर्निङ चाहिँ बनेछ होला
एरिया भएर जाँदो यो रिङ रोड होइन यो हाइवे हो रमिला चौक भने जस्तो लाग्थ्यो नि मलाई सफा छ है बाटो चाहिँ चट्ट पुरा ठुलो फोर लाइन राम्रो राम्रोसँगले बबाई अहिले खाना खाँदैछौँ हामीहरू चाहिँ अहिले भयो भन्ने ठाउँमा साथी खाना कस्तो छ एसिन मामा साइकल यात्री जोस् प्रिय दोस्त सानो गाडा हुँदो रहेछ प्रिय दोस्त खाना कस्तो छ साथी खाना राम्रो खाना राम्रो छ खाना ठिक छ नि तर खानामा तेल अलि बढी रहेछ खाना त ठिक हो मुटुको ढोगो धड्कनको साथी रतनराज सुवेदीले गुई गुई खाँदै हुनुहुन्छ बडा मिठाका साथ आत्मीय मित्र साथी बाबुराम सुवेदीजीले एकदम सतर्कताका साथ गाडी चलाइरहनु भएको छ सब ठिक छ बडा आनन्दका साथ रिल्याक्स तरिकाले साथी ठिक छ नि बढिया बहुत राम्रो बिहानीको खाना खाइयो होइन अब गएर खाने हो कहाँ गएर खाने हो साथी खाना खाना चाहिँ हामी के भन्छ कस्तो बिर्सेँ है अब जाँदै गरौँ जहाँ भेटिन्छ त्यहीँ खाऊँ के अरे भेरी के हो के ठाउँ हुन्थ्यो अरे त्यो हिजो खाना खाना खाँदैन हामीले के अरे त्यो ठाउँ बिर्स्यो है नामै बिर्स्यो सरी नाम बिर्सियो त सरी ल वहीँ गएपछि खाना खाने ठाउँमा जाने हजुरहरूलाई चाहिँ यसो एउटा भिडियो क्लिप बनाएर हाल्नेछु यता हाम्रो साथी हुनुहुन्छ सबैको मामा एसिन मामा ल हजुरलाई धेरै धेरै धन्यवाद सबैलाई होइन मेरो तर्फबाट म र मेरो विश्व साइकल यात्रीको तर्फबाट सबैलाई होइन नमस्ते सलाम अनि यात्रा साथी कस्तो भइरहेछ यात्रा अनि धेरै रमाइलो भयो लामो समयपछि 20-25 वर्षमा म कहिले घुम्न पाइयो होइन स्कुल जमाना बाल्यकाल पछिको यो नयाँ अनुभव भयो मलाई पनि खुसी भयो जे पनि साथीभाइमा एउटा यादगार समय रह्यो यो होइन सबै कुराले एकदम परिपाको नरिसज्यो है छोराछोरी नाति पाइसकेर चाहिँ हामी अझै बचिरहेछौँ यो समयले बनाउने कुरा हो साथी होइन र सबैको दिन आउँछ यो सबैको मेरो मात्रै होइन थोरै अघि पछि मात्रै यो सबैको हुन्छ त साथी मात दिनु पर्दैन टाइममा हुनु कुरा रहेछ हाम्रो यो यादगार समय पनि यो यात्रा पनि धेरै लामो समय पछाडि चाहिँ भेटघाट पछाडि चाहिँ यो राम्रो लाग्यो सुर्खेत पनि माथि अहिले रमाइलो भयो माथि हिलमा गइयो एकदमै रमणीय भयो अब हाम्रो यात्रा कता रहन्छ अरे साथी कैलाली कैलाली होइन ल अब बिचमा जङ्गल त हेरिनँ त्यहाँको सल्लेबारी चाहिँ बडा राम्रो लाग्यो सल्लाहको जङ्गल चाहिँ राम्रो लाग्यो सल्लाह चाहिँ बडा राम्रो है यहाँको चाहिँ यहाँ सबै कुरा राम्रो मान्छे बानी व्यवहार सबै कुरा राम्रै लाग्यो मलाई फेरि सुर्खेत सिटी पनि राम्रै लामै लागेको छ कि सम्म खालको होइन उपत्याग एउटा घुम्ने खालको एउटा रहेछ माथि पनि गइयो माथि भ्यू सुर्खेतको भ्यू हेर्नु गएको माथि पुरै त्यो यहाँ लागेको रहेछ भ्यू हेर्न पाइएन राम्रोसँग नाम प्रशस्त याद नभए नि ठाउँ राम्रो रहेछ तपाईँहरू पनि वेलकम आउनु होला घुम्नु होला राम्रो छ घुम्नको लागि चाहिँ नि पहाडी बेल्ट भयो भने रमाइलो छ सुन्दर छ यता आएर पनि कोही कतार आउनु भयो भने सम्झनु होला बर्दियाको कोठिया घाटमा कोठिया घाट पुग्यो यहाँ एउटा पुल छ नयाँ लामो पुल रहेछ एकदमै विशेष खालको अहिले नयाँ बनेको रहेछ यो आकर्षक पनि रहेछ निकै आकर्षक रमाइलो देख्दाखेरि सुन्दर निकै मनमोहक रहेछ ठाउँ चाहिँ हेर्दाखेरि पनि कति राम्रो नेपालको एउटा प्रकृतिको फोटो खिचौँ न
ठगरा झरन्छ त्यो डाँडा। साह्रै सुन्दर, अति नै राम्रो रहेछ ठाउँ पनि। निकै राम्रो छ ठाउँ चाहिँ। साथी फोटो खिच्दै हो? साथीहरू फोटो बनाउँदै हुनुहुन्छ, फोटो खिच्दै हुनुहुन्छ साथीहरूले। त्यो पुलमाथि गाडी रोक्न पाइने नपाइने के हो नि? साथी फोटो खिच्यो? ठिक छ नि? ठिक छ, रमाइलो छ, बडा रमाइलो। रमाइलो छ जे भए पनि। घुम्नु पाउँदा रमाइलो कसलाई भएको थिएन, सबैले रमाइलै हुन्छ। पुलको लागि बडा राम्रो रहेछ ठाउँ चाहिँ। यहाँ एकजना बहिनी पनि पुल हेर्न आउनु आएर छ। कहाँदेखि आउनुभयो? कहाँदेखि आउनुभयो बहिनी पुल हेर्नलाई? कहाँदेखि पुल हेर्न आउनुभयो? कस्तो लाग्यो यो ठाउँ? एकदमै राम्रो लाग्यो यो ठाउँ। हजुरको कहाँ? हजुर घर कहाँ नि? हजुरको घर? मेरो घर नेपालगञ्ज। नेपालगञ्ज हो। उहाँदेखि यहाँ हेर्न आउनुभयो? ओहो, कस्तो लाग्यो हजुरले ठाउँ? एकदम रमाइलो लाग्यो। रमाइलो छ? सुन्दर छ है ठाउँ चाहिँ। एकदमै राम्रो। हजुरलाई केही गाह्रो त छैन नि यो भिडियो बनाएर? नै केही छैन। हो, धन्यवाद हजुरलाई। यो पुल लगभग 1 किलोमिटरको छ। 1 किलोमिटर छ पुल चाहिँ। राम्रो पनि छ। हाम्रो साथीहरूले गर्नुहुन्छ है जे भए पनि। देशको नाम उच्च राख्नु होला जस्तो छ यसो हेर्दाखेरि चाहिँ। ल त्यही भरे यो पुरै धानै धानको थोप्रो छ। पुरै धानै धान, पुरा धानको व्यापार हुँदो रहेछ यहाँ चाहिँ। खरिद बिक्री गर्ने पुरै धानको भयङ्कर ठुलो रास नै छ यो।
राम्रै छ अरे है धान अनि ठिक छ धानलाई त्यस्तो नराम्रो छैन ठिक छ धान निकाल्यो आज टिकापुर कैलालीको कृषि अनुसन्धान केन्द्र हाम्रो साथी भरत कँडेल यहाँको प्रमुख अधिकृत हुनुहुन्छ उहाँसँग सामान्य भेटघाट भयो भेटघाट पश्चात अफिसमा भेटघाट भयो भेटघाट पश्चात साथीसँग बिदाई हुँदैछौँ भरतजी के छ केही भन्नु छ साथीहरूसँग भेटघाट भयो रमाइलो भयो धेरै वर्षपछि भेट भयो यसो साथीसँग भेट्दा मजै हुन्छ अनि चाहिँ एकदम खुसी लाग्यो यस्तै छ ल फेरि फेरि ठिक छ नि। मिल्दासम्म तर एकदम मलाई चाहिँ प्राउड फिल भयो सँगै पढेको साथी होइन हाकिम भएर नेपालको डिसिप्लिन भयो टिकापुर खडक चोक खडक चोक यहाँ यो टिकापुरको बजार हो टिकापुर पनि हेर्दा अति नै सुन्दर छ आधा बजार त हामी काटिसक्यौँ आधी बजार त काटिसक्यो काट्न त भए पनि राम्रो छ हेर्दाखेरि टिकापुर पनि पहिला एकचोटि यहाँ द्वन्द्व पनि भयो रेशम चौधरीको गाउँ खासमा यो राम्रो छ सुन्दर छ यस ठाउँ केराको भेराइटी यहाँ प्राय पाउने भनेको केराको सब केराको भेराइटी हो यहाँ केराको वाइन केराको रक्सी केराको मोमो केराको कपडा सबै चिज सबै केराबाट मात्रै महेन्द्र राजमार्ग कैलाली चोक हो यो अहिले हामी कैलाली चोकमा छौँ अहिले हामी चिसापानी बाख्रा मासु मा छौँ चिसापानीको चिसो हावापानी चिसापानीको माछा कर्णाली पुलमा निकै भिडभाड छ त यार के हो त त्यो अत्यधिक भिड छ त यार ओहो उता गाडी खिच्छ उतापट्टि साइडबाट त पुरै जामै हुने गरिरहेछ यार ल पुरा चिसापानीमा कर्णाली पुलमा टिकटक र भिडियो बनाउनेको लाइन पुरा लाइन ल हेर्नुहोस् म यहाँ रोकिदिन्छु तपाईँहरू भिडियो बनाउँदै आउनुहोस् न त जानु न अगाडि चाहिँ जानु अगाडि रोकेर आउने सायद पार्किङ गरेर आउने आइसकेपछि अनि फोटो उतै खिचौँ लाग्यो यहाँ भिडियो बनाउँदै आउनु कर्णालीको पुल अति सुन्दर यहाँ साथी खगराज
अति रमणीय सुन्दर ठाउँ। साथी कस्तो लाग्यो? ठिक छ राम्रो रहेछ, हाम्रो खुसी लाग्यो। 3जना साथीमा एकजना गाडी पार्किङ गर्न जानुभयो साथी। यो चाहिँ टक्क कस्तो तालले हराएको थियो है। यसको सुन्दरता नै छुट्टै छ के एक किसिमको है। मैले किन बनाउनु त्यस्तै हो। यहाँ पनि त्यही अन्धकार त हो नि, हेर न त्यहाँ पनि त्यस्तै भएको छ अरे। इन्डियाको चाहिँ कुन देश यहाँ पनि लगभग रात परिसकेको छ। अहिले झिलिमिली छ देख्नमा चाहिँ। कर्णाली पुल देख्नमा अति सुन्दर झिलिमिली ठाउँ। ल अति रमाइलो, अति देख्न अति राम्रो छ ठाउँ चाहिँ, सुन्दर छ। भिडभाड छ कर्णाली पुलमा चाहिँ, टिकटक बनाउनेको र फोटो खिच्नेको।